माई भनेको मेरो, माइन भनेको पनि मेरो। सो यो दुईटाको फरक बुझौँ है त आज। धेरै जस्तो मान्छेहरू यहाँ झुकिरहेको हुन्छ क्या माई र माइनमा। ओके, सो फर इक्जाम्पल म इक्जाम्पल दिएँ। फर इक्जाम्पल, ह्याप्पी बर्थडे माई ब्रदर, ह्याप्पी बर्थडे माइन ब्रदर। सो यो राइट, यो रङ, किनभने माइनको पछाडि नाउन युज हुँदैन क्या। अब म माइनको इक्जाम्पल गराइदिन्छु। ओके, माइनको इक्जाम्पल जस्तै जुन पेन तिमीसँग छ त्यो मेरो, द पेन विच यु ह्याभ इट इज माइन भयो होइन। अनि जुन किताब तिमीले पढिरहेको छौ त्यो मेरो, द बुक विच यु आर रिडिङ इट इज माइन होइन। यस्तो हो। अब जुन केटी त्यहाँ छ, मतलब जुन केटी त्यहाँ उभिरहेको छ त्यो मेरो भने चाहिँ द गर्ल हु इज स्ट्यान्डिङ देयर सी इज माइन। अब यसलाई नै माईको युज गर्ने भने चाहिँ जुन केटी त्यहाँ उभिरहेको छ त्यो मेरो गर्लफ्रेन्ड हो भनेपछि नाउन आयो है पछाडिपट्टि। भनेपछि द गर्ल हु इज स्ट्यान्डिङ देयर सी इज माई गर्लफ्रेन्ड। अगाडिको के थियो, जुन केटी त्यहाँ उभिरहेको छ त्यो मेरो मात्र युज भएको थियो होइन। अब अहिले चाहिँ के भयो, जुन केटी त्यहाँ उभिरहेको थियो त्यो मेरो गर्लफ्रेन्ड हो भने चाहिँ अब पछाडि नाउन आयो। सो त्यही कारणले द गर्ल हु इज स्ट्यान्डिङ देयर सी इज माई गर्लफ्रेन्ड। अनि अगाडिको चाहिँ द गर्ल हु इज स्ट्यान्डिङ देयर सी इज माइन। फरक बुझ्यो नि, मतलब माइनको पछाडि केही पनि हुन्न क्या। जस्तै धेरै जस्तोले माइन ब्रदर, माइन सिस्टर भनिरहेको हुन्छ, त्यो एक्चुअली रङ हुन्छ है। सो द्याट्स इट होइन आजको भिडियोमा चाहिँ यही। अनि म चाहिँ कस्तो खालको कन्टेन्ट फालाउँ भन्ने भइरहेको कि कहिले अब जहिले ऱ्यान्डमली कन्टेन्टहरू फालिदिरहेको हुन्छ, कहिले कस्तो। अब एकहोरो अलि एजुकेसनल टाइपको कन्टेन्टहरू हाल्नु पऱ्यो भनेर सोच गरेको क्या।